पिक्चर हामीले हेर्यौं, उनीहरूले अनुसन्धान गर्यो कसले कसले यस्ता कुराहरू राखिरहेछन्। विशेष गरी बालनको फोटो राखेका, रविका फोटो राखेका, घण्टी चाहिँ चिन्ह चाहिँ प्रोफाइलमा राखेका, त्यस्ता त्यो प्रोफाइलमा भएका व्यक्तिहरू हो के हो साँच्चै हो भने खै यिनीहरूले बालेनको रविको विरोध गरे हुन् कि बालेनको रविको चरित्र हत्या गरे हुन् कि बालेन रविको प्रचार प्रसार गरेको हुन् कि थाहै छैन है। तर पछाडि फोटो चाहिँ बालेनको रविको हुन्छ होइन। अनि गाली गरोस् पनि यस्तो गर्छन् भन्ने कुरा नि चाहिँ मलाई मात्रै थाहा छ, मलाई थाहा छ, सब दुनियाँलाई थाहा छ होइन। तर यिनमा आएर पनि गाली उस्तो गर्छन्, अनि भेट्ने यहाँ भेट्ने, तँलाई यहाँ मार्छु तँलाई म मार्छु भने गाली गलोस् त कति गर्छन् तर मैले त्यस्तो वास्ता गर्दैन, मतलब पनि भएन होइन। तर गर्न चाहिँ यिनीहरूले त्यही गर्छन् के। हामी पनि एउटा समर्थक हो, हामी पनि पत्रकारको समर्थक हो, हामी त्यस्तो गरे होइन, कसैलाई गाली गरे होइन, कसैको भिडियो उठाए होइन हामीले। हामी हाम्रो तरिकाले भिडियो बनाइरहेको छौँ। यिनीहरूको अराजकपन्थी चाहिँ छ, तर धेरैभन्दा धेरै फेक आइडी खोलेका छन् यिनीहरूले। यो फेक आइडीहरू चाहिँ जसरी भए पनि बालन सरकारले बन्द गराउन लाउनुपर्छ, नत्र भने के हुन्छ।